ए हो रहेछ त्यो जङ्गलले मलाई देखेन नि यो चाहिँ अलिन्ची बारी हो धमधम फाँडाइ छ अहिले आज सकिसक्यो तलको छेउ पुगेको छैन काँडा चाहिँ यो खालको छ है काँडा चाहिँ छ्याप्पै छ काँडा चाहिँ उता चाहिँ सिमाना हो सिमानादेखि यता चाहिँ हाम्रो परेछ यता माथि पुऱ्याएको छ खडेर चाहिँ 4-5 जना 6 जनाले आज 3 दिन भयो 2 दिन आधी भयो भनौँ 2 दिनमा यति चाहिँ फार्मदो रहेछ बेसी छैन 1 एकर जस्तो चाहिँ फाडिसक्यो झन्डै अब 2 एकर बाँकी छ अझ लाग्छ 15 दिन जस्तो यो चाहिँ जङ्गलको ठुलो वेपन भनिन्छ आफ्नो नयाँ फेन्सिङ पुरा फेन्सिङ गरेर छ हामीले हाडेको छ तल छेउदेखि छेउ तल मामा हेलो भनिदेऊ न हेलो त्यो अलिन्ची बारी हो भनिदेऊ न उकालो जाँदैछ हात दुखेर घरमा पुगेर के खाने रे मामा घरमा पुगेर के खाने रे मामा खाने छिपे राख्नु खानेर रेडी म काली लिएर आउँछु यस्तो खालको काली छ होला नि मामा यस्तो खालको काली छ होला नि यहाँ त पाउने बाङ्गे काली ल्याउँछु नि आधा 20 है आधा 20 यसको माथि डल्लै छ फेन्सिङ बाउन्ड्री यहाँनिर बाउन्ड्री के माथि बारी त्यतिको छ ठिकैको प्लेन गरेर रहेछ के ओह्रालो होइन अदो रोप्नुहुन्छ गोरु चल्छ पौटेलो चल्छ बारीमा चाहिँ फेन्सिङ बाउन्ड्री 50,000 को बिउ किनेर रोपिसकेको छ हामीले 50,000 को बिउ किनेको यो गेलीपुरबाट लिएको 50,000 को बिउ चाहिँ रोपिसकेको छ हामीले माथि हो माथि अझै लाग्छ 3 घन्टा जस्तो माथि कम पुग्नु चाहिँ मलिक मालिक हाणे मालिक क्या मालिक कञ्चिर्नाको रुख यो चाहिँ बिलाउने भन्छ लेकको ल उता रुखमा छ उता ल 50,000 को बिउ चाहिँ किनेर भएको छ कि हामीले अहिले 50,000 को बिउ किन्न थाल्यो त्यहाँ अलिन्ची त यहाँनिर नहुँदो रहेछ हौ हाम्रो औलको जस्तै मभन्दा पनि अल्को छ अलिन्ची चाहिँ नहुँदो रहेछ औलको जस्तो तर हेर्नुहोस् मभन्दा पनि अल्को छ अलिन्ची चाहिँ नहुँदो रहेछ लेकमा त अलिन्ची चाहिँ